चोक्टा खान गएको बुहारी झोलमा डुबेर मरी भने जस्तै बिहानको मर्निङ वकमा हिँडेको पानीले झ्याप्पै पानी आइदिएर धान्दा यहाँ अर्काको डेरा मुनि बसिरहेको छौँ। अनि यस्तै छ जिन्दगी, कभी घाम कभी हाम कभी तुम, कहिले घाम कहिले पानी, कहिले निजौरा कहिले झरी, कहिले धुम्म कहिले शीतल कहिले सिमसिमे। यो बसन्त ऋतुले, यो बसन्त पनि होइन, यो ऋतुले यस्तै नै बताउँछ है। र यो बिहानीको पखमा यस्तै छ, मर्निङ वाकमा आफ्नो जिउ सताउने है, अनि रोगलाई मुक्त गर्नेको लागि हिँडेको पानीले अभर परेर बसिरहेको छु हेरेर। मेनी ब्लगलाई तपाईँहरूले मन पराइदिनु होला। सबै हेर्ने प्रत्येकमाथि नमस्कार। खाम्री कुजुजाङपु भन्न चाहे र सबैमाथि हामी स्वागत भन्छौँ, राम्रो भन्छौँ। माया गरिदिनु भएको छ तपाईँहरूले, धेरै धेरै माया गरिदिनु भएको, तपाईँलाई धन्यवाद, धेरै धेरै धन्यवाद। यो बिहानीको मर्निङ वाकको समयलाई हामीले सदुपयोग गर्न सक्यौँ, ताकि यो तपाईँहरूको एउटा योजना, तपाईँहरूको एउटा उत्कृष्ट योजनाले गर्दा हामी यसरी सफल हुन सकेको छौँ। र हेरेर मन पराइदिनु होला। थ्याङ्क यू, गुड मर्निङ, लभ यु अल।